आजको यात्रा बराह क्षेत्र मन्दिर, धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्र मन्दिरतिर हाम्रो यात्रा। बराह क्षेत्र मन्दिरको दर्शन जाँदै गर्दा यो गुप्त बराह यहाँहरूले बाटोमा भेट्नुहुनेछ। सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 1 मा अवस्थित अति नै प्राचीन धरतीकै पहिलो स्थलको रूपमा परिचित यो बराह क्षेत्र मन्दिरको दर्शनका निमित्त म गइरहेको छु र मेरो साथसाथै म यहाँहरूलाई पनि लिएर जाँदैछु। मित्रहरू, अहिले म सुनसरी जिल्ला बराह क्षेत्र नम्बर 1 मा अवस्थित यो अति नै प्राचीन मन्दिर र त्यसै गरी धरतीकै पहिलो तीर्थस्थलको रूपमा परिचित यो बराह क्षेत्र मन्दिरमा आइपुगेको छु। यो प्रवेशद्वार हो। यो अहिले नयाँ गेट निर्माण भएको छ। मित्रहरू, आज म पनि धेरै समय पश्चात बराह क्षेत्र मन्दिरको दर्शनको निमित्त आएको छु र अहिले पहिलेभन्दा धेरै नै यहाँ विकास भएको, धेरै सुधार भएको मैले यहाँ पाएको छु। मित्रहरू, अन्ततः म यो सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 1 मा अवस्थित यो अति नै प्राचीन, अति नै चर्चित यो बराह क्षेत्र मन्दिर परिसरभित्र म प्रवेश गरिसकेको छु। मित्रहरू, यो बराह क्षेत्र मन्दिर उत्तर साइडको यो कोका नदी हो। मित्रहरू, यो धरतीकै पहिलो तीर्थस्थल बराह क्षेत्र मन्दिर। मित्रहरू, अहिले यो बराह क्षेत्र मन्दिर पहिलेभन्दा धेरै नै यहाँ व्यवस्थित भइसकेको छ।